तपाईँको चाहिँ नि यो कारण चाहिँ किन भन्दा यो पुरानो दलले गर्दा हो र त्यही गरेर नेपाली जनताले चाहिँ अहिले चाहिँ पुरानो दललाई सत्तामा छुले नयाँ दलको चाहिँ हामी चाहिँ परिवर्तन खोजिरहेको चाहिँ त्यही अरू केही होइन हजुर अब चाहिँ नि परिवर्तन गर्ने भएर त जनता संसार सबै चलेको छ केमा भन्दाखेरि आशमा अब आश र भरोसा त गर्नै पर्यो कि यदि हामीले आश र भरोसा नगर्ने भने त हामी पुरानो पार्टीलाई दिइहाल्छौँ नि तर नयाँ पार्टीले त केही न केही त गर्छ जसरी हामी चाहिँ एउटा बालेन्द्र शाहले चाहिँ नगरपालिकामा काठमाडौँ महानगरपालिकामा जुन किसिमको उहाँको भिजन थियो कि मान्छेले भन्ला एउटा मकै बेचिनेरमा खट्यो भने मकै बेचिने किन नखट्यो भित्री गरेर बुझ्नुपर्छ नेपाली जनताले तर जो मान्छेले बुझे यो कुरा त्यसले गर्दा अहिले चाहिँ तपाईँको परिवर्तनको लागि भनेर चाहिँ नेपाली जनताले चाहिँ बालेन्द्र शाहको एउटा चाहिँ देख्न सक्नुहुन्छ शशी पोखरेलज्यू क्षेत्र नम्बर 5 काठमाडौँ क्षेत्र नम्बर 5 बाट घन्टीको माहौल एकदम तातेको छ देख्न सक्नुहुन्छ क्षेत्र नम्बर 5 को माहौल देख्न सक्नुहुन्छ